सबै क्रियाकलापलाई मात्रै हामीले संस्कृति स्वरूप गणना गर्दछौँ। त्यसमा पनि जीवन्त सम्पदा जसमा चाहिँ सजीव कलाहरू हुने गर्दछन् र हामीले क्रियाकलापहरूले एउटा जीवन्तता प्रदान गरेर हामीले क्रियाकलाप गर्दछौँ। त्यो भनेको अभौतिक सांस्कृतिक सम्पदा हो। यसर्थ तपाईँहरूले बुझ्नुभयो भने सामान्य तरिकाले यो ठिकै हुन्छ भन्ने म छु। र मैले सुरुमै भने 100% हो है भन्नेमा म छैन, किनभने संस्कृति यति विशाल छ जहाँ भित्रका खण्डन गर्ने हो भने, जहाँ भित्रका खोज गर्ने हो भने मानवका विभिन्न सभ्यताहरू इतिहासहरू मेटिएर अर्को सभ्यता सुरुवात हुनुपर्दछ। त्यसर्थ पनि यो निकै नै विशाल छ। यसलाई हामीले यति नै भनेर निर्केल गरेर भन्ने सक्ने अवस्था रहँदैन। अहिले त डिजिटल युगसँगै विभिन्न सम्पदाहरू र त्यसमा पनि वैज्ञानिक युगसँगै संस्कृतिविदहरूले पनि खोज अनुसन्धान गर्दै जाँदाखेरि धेरै सम्पदाहरूको विषयमा वकालत हुने गर्दछ। अहिले त आर्थिक सम्पदा पनि भन्ने गरिन्छ, किनभने सम्पदा भन्नाले विभिन्न चाहिँ जुन